हाम्रो कान्छी औँलाको तल्लो भाग यहाँदेखि सुरु भएर बृहस्पति पर्वतसम्म पुगेको रेखालाई हृदय रेखा भनिन्छ। यसलाई नै हृदय रेखा अर्थात् मनको रेखा भनिन्छ। यसरी यो रेखा स्पष्ट र यसरी हल्का मोडिएर बृहस्पति पर्वतसम्म पुगेको छ भने यस्ता व्यक्ति मनको अत्यन्तै सफा हुने गर्छन्, मनकारी हुने गर्छन्। यो जो हृदय रेखा हो यो हाम्रो मनको भावनालाई दर्शाउने गर्छ। यो रेखा जति सफा र स्पष्ट हुन्छ, सिधा बृहस्पति पर्वतसम्म पुगेको छ भने त्यस्ता व्यक्ति विश्वासिला हुन्छन्, भरोसा गर्ने योग्य हुन्छन्, वचनको अत्यन्तै पक्का हुन्छन्। यिनीहरूलाई आँखा चिम्लेर विश्वास गर्दा पनि फरक पर्दैन। यिनीहरूले कसैलाई पनि कहिल्यै धोका या बेइमानी गर्दैनन्। यदि यो रेखा बृहस्पति पर्वतसम्म नै पुगेको हुन्छ भने यस्ता व्यक्तिहरू धार्मिक पनि हुन्छन्, संस्कारी पनि हुन्छन्, पुर्ख्यौली विरासत र संस्कारलाई जोगाइराखेका हुन्छन्। यस्तो रेखा भएकोलाई शुभ मानिन्छ। यदि यही रेखा दुईमुखी भएर शनि पर्वततर्फ र बृहस्पति पर्वततर्फ झुकाव हुन्छ भने यो रेखालाई अत्यन्तै शुभ सङ्केत मानिन्छ। यसरी यो एक तरिकाले भीको सङ्केत बनेको हुन्छ। शनिले गरेको परिश्रमबाट धन दिलाउने गर्छ भने बृहस्पतिले पति पत्नीको सम्बन्धलाई सुमधुर बनाउने गर्छन्। यस्ता व्यक्तिहरू धेरै रोमान्टिक हुन्छन् र आफ्नो जीवनसाथीको प्रति उत्तरदायी निभाउने गर्छन्। जसको पनि हथेलीमा यी रेखाहरू स्पष्ट र ठुलो आकारमा हुन्छन् भने त्यस्ता व्यक्तिहरू सधैँ उत्साहित रहन्छन् र जीवनमा आफूले चाहेको क्षेत्रमा सफल पनि बन्ने गर्छन्। जीवन रेखाले तपाईँलाई जीवनमा उत्साहित बनाउने गर्छ। अर्थात् जीवन रेखाबाट यो थाहा पाउन सकिन्छ कि मनुष्य आफ्नो जीवनमा कति उत्साहित रहनेछ। मस्तिष्क रेखाले यो बताउँछ कि तपाईँ कति संस्कारी हुनुहुन्छ, कति बुद्धिमान हुनुहुन्छ, तपाईँको दिमाग कति तेज छ, यो देखाउने गर्छ। त्यस्तै हृदय रेखाले तपाईँ कति व्यवहारिक हुनुहुन्छ, कस्तो व्यवहार छ व्यक्तिको, यो देखाउने गर्छ। यदि यी तीनै कुरा सही तरिकाले जीवनमा उतार्न सकिन्छ भने जीवनमा सफलता अवश्य मिल्ने गर्छ।